हेलो गाइस, आज चाहिँ हामी ड्रागन फ्रुट टिप्दैछौँ। ड्रागन फ्रुट पाकेर सधैँभरि भएको छ, गर्न सुन्दै टिप्नुपर्छ ल। त्यहाँदेखि ल कता फलेको छ, ट्रस लगाएर त्यो ट्रस नआउँदा यति धेरै फल्थ्यो। यो पाक्छ होला। गाह्रो भइरहेको छ। यसलाई चाहिँ यस्तो ट्विस्ट गरेर चाहिँ मार्नुपर्छ। यस्तो ठुल्ठुलो छ यो 400 450 ग्रामको होला। 500 600 ग्रामको छ। यता पनि थुप्रो फलेको छ, अलिक पाकेको छ। पाकेको आजको लागि आउटसाइडमा पुरा पाकेको छ। कति अप्ठ्यारो। उता साइडदेखि पुरा फलेको छ। कति दाना टिपेको? 6 फलेको छ। पछि लगाएर टक्कै फ्रिजमा राखेर होइन, अनि त्यहाँदेखि चिसो बनाएर काटेर चाहिँ हुन्छ। यो चाहिँ सबै बिरामीहरूले खानु मिल्छ, सबै प्रकारको बिरामी। त्यसको लागि एकदमै राम्रो गर्छ। भिटामिन चाहिँ यसमा चाहिँ बहुत मात्रामा हुन्छ। त्यो बिहान फुलेको थियो पुरा माले यस्तो भिडियो पनि बनाएको। यसलाई चाहिँ यो अहिले ओइलिसकेको छ। तपाईँको राति फुलेर बिहान 7-8 बजीसम्म ओइलिसक्छ। यो ओइलिसकेको यो फुलहरू यति धेरै छ गाइस। तपाईँहरूले पनि मनपर्छ। हेर्नुहोस् त्यो साथीहरू कस्तो फलिन्छ। हामीले ट्रस लगायौँ कि ट्रस लगाएको कारणले हावा चलेर के फुल्ने क्रम अनि फल्ने पाक्ने फेरि त्यसमा सिसिला लाग्ने। लु खान जाउँ अब लैजाउँ। लाइक कमेन्ट गरिदिनु होला। बाई।